जय बराह क्षेत्र। म तपाईहरुलाई बराह क्षेत्रको धाम देखाउँदैछु र यो धरतीको पहिलो तीर्थ बराह क्षेत्र रहेको छ र सबैजनालाई प्रणाम। जय श्रीमद् नारायण भन्न चाहे। बराह क्षेत्रमा भगवान विष्णुको तृतीय अवतार बराह सुकुर रूपले पृथ्वी देवीलाई राक्षस हिरण्यकाक्षबाट मुक्त गरिदिएको उल्लेख पाइन्छ। यस स्थललाई मोक्षदायिनी भूमि भनेर पनि मानिन्छ। यहाँ दर्शन, स्नान र पूजा गरे पाप कर्म नष्ट हुनुका साथै भगवत भक्तिको जन्मान्तरसम्म स्मरण रहन्छ भन्ने आस्था रहेको छ। बराह क्षेत्र नेपालको प्रदेश 1 पूर्वाञ्चल सुनसरी जिल्लामा अवस्थित एक अत्यन्त पवित्र धार्मिक तीर्थ हो। यसलाई धरतीको पहिलो तीर्थ तथा बराह भगवानको अवतारको रूपमा लिने गरिन्छ। भिडियोलाई अन्तिमसम्म हेरेर यो दिव्य आरतीसँगै तपाईले यो भिडियोलाई अरूलाई पनि बराह क्षेत्र धामको दर्शन गराउनुहोला। जय श्रीमद् नारायण। ओम नमः शिवाय। जय बराह क्षेत्र।